अझ अब चाहिँ पेनाल्टी परेको छ। हाम्रो साथी स्पोर्ट्स क्लबले पेनाल्टी हान्न गइरहेको छ। ल बल सिधा मिस भएको छ, बल बाहिर गएको छ। र अब चाहिँ लायन्स क्लबको तर्फबाट पेनाल्टी सट हान्न आउनु भएको छ। हेरौँ उहाँहरूको के हुन्छ स्कोर। एकदम राम्रो सेभिङ हाम्रो साथी स्पोर्ट्स क्लबको किपरबाट, एकदम राम्रो सेभिङ। अझै दुईवटा प्लान्टिक चाहिँ सेभ भएको छ। एउटा बाहिर गएको छ हाम्रो साथी स्पोर्ट्स क्लबको पेनाल्टी, र लायन्स क्लबको पेनाल्टी चाहिँ रोकिएको छ किपर थ्रुबाट। र अब हाम्रो साथी स्पोर्ट्स क्लबबाट पेनाल्टी हान्नको लागि आउनुभएको छ उहाँ। हेरौँ उहाँले गोल गर्न सक्नुहुन्छ या हुँदैन। हेरौँ उहाँले के गर्नुहुन्छ। एकदम राम्रो सेभिङ। लायन्स क्लबले पनि योसँगै पेनाल्टी रोकेको छ। एकदम राम्रो सेभ गर्नुभएको थियो लायन्स क्लबको किपरले पनि। र अब हाम्रो साथी स्पोर्ट्स क्लबको किपर आइसक्नु भएको छ मैदानमा, र पेनाल्टी हान्नको लागि आउनुभएको छ। लायन्स क्लबबाट 9 नम्बर जर्सी भाइ आउनुभएको छ पेनाल्टी हान्नको लागि। हेरौँ उहाँले स्कोर गर्न सक्नुहुन्छ या हुँदैन। त्योसँग गोल भएको छ। लायन्स क्लबको 3 भएको छ भने हाम्रो साथीको 2। उहाँहरूलाई हाम्रो साथी स्पोर्ट्स क्लबले यो चाहिँ जसरी पनि गोल गर्नुपर्ने हुन्छ, एकदम प्रेसर परेको कारणले। हेरौँ के हुन्छ। उहाँले पनि गोल गर्नुभएको छ हाम्रो साथी स्पोर्ट्स क्लबको 22 नम्बर जर्सी भाइले। र अब लायन्स क्लबको तर्फबाट पेनाल्टी सट हान्नको लागि 2 नम्बर जर्सी आउनुभएको छ। 7 नम्बर जर्सी। हेरौँ उहाँले गोल स्कोर गर्न सक्नुहुन्छ या हुँदैन। यसमा गोल भएको छ। क्लबले सबै चाहिँ गोलै गर्नुपर्ने हुन्छ। बल बाहिर गएको छ सिधै। हाम्रो लायन्स क्लबको किपर र अब लायन्स क्लबको तर्फबाट 6 नम्बर जर्सी भाइ आउनुभएको छ पेनाल्टी हान्नको लागि। फेरि पनि गोल भएको छ। र यसरी नै आजको म्याच लायन्स क्लबले जितेको छ। लायन्स क्लब टिम एकदम खुसी मुद्रामा देखिनुहुन्छ।